वेलकम टू बैक, सबैलाई स्वागत अनि नमस्ते। तो गाइज आज चाहिँ म चाहिँ 750 केजी सुनले बनेको मन्दिरमा चाहिँ घुम्न जाँदैछु हैन। के छ कस्तो छ हैन, यो मन्दिर चाहिँ कहाँ पर्छ हैन, सबै कुरा चाहिँ तपाईले चाहिँ भिडियो हेर्सी सब थाहा पाइहाल्नुहुनेछ। सो 170 किलोमिटर चाहिँ मैले चाहिँ बसबाट चाहिँ यात्रा गर्नुपर्ने छ यो सुनले बनेको मन्दिरसम्म पुग्न चाहिँ हैन। सो अब भिडियोतर्फ लागिहालौँ, लेट्स स्टार्ट। चाहिँ फाइनली म चाहिँ अहिले चाहिँ अमृतसर आइसकेको छु हैन। देख्न सक्नुहुन्छ अमृतसर एकदम घाम चाहिँ एकदम लागेको छ हैन, गर्मी एकदम भएको छ हैन। यहाँ कहाँ से आए मेरे भाई? नेपाल से। बड़े ग्रेट हो यार, कलकत्ता से आते हो आप, शहंशाह लोग हो, कुछ नहीं दूर से आते हो गुरु के दर्शन करने। यो लगाएर चाहिँ प्रवेश गर्ने, रहता चाहिँ अलाउड नहीं होता है ना, ये लगाना पड़ता है ना कंपलसरी। बाबा जी, हाँ बाबा जी का। ओके ओके ये प्यार है नहीं नहीं हो गया ओके थैंक यू। हाँ जी जो देना दे दो। हाँ जी इनका जो देना है दे दो। क्या दे दो यार। आपको खुशी है। ओके त्यस गर्नको लागि चाहिँ रुमाल चाहिँ किन्नुपर्ने हुन्छ, तर एउटा किनेको थिएँ अर्को पनि भिराइदियो यार। तर यार पर्पेस कहाँबाट गर्ने हो। गाई चाहिँ एकदम सुन्दर, एकदम राम्रो छ यार यहाँ त यार। गाई चाहिँ प्रवेश चाहिँ कहाँबाट गर्ने होइन, म चाहिँ अलिकति कन्फ्युज गरिरहेको छु। सो भिड चाहिँ यस्तो गर्मीमा पनि मान्छे कति यति धेरै मान्छेहरू आएको छ है। सराउटु मेरो अगाडि अनि म यो आइफोन चाहिँ होइन धेरै चाहिँ गर्मी भयो भने चाहिँ एकदम ताततिर चाहिँ चल्दो रहन्छ क्या। जो मेरो यो ब्याक साइडमा चाहिँ यहाँ चाहिँ जुत्ता चप्पल चाहिँ राख्नुपर्छ यहाँ होइन, यहाँ चाहिँ जम्मा गरेर जुत्ता चप्पल चाहिँ जम्मा गरेर चाहिँ अगाडि चाहिँ प्रवेश गर्नुपर्छ। त्यही हो चाहिँ म चाहिँ अब जाँदैछु अगाडितिर होइन, खाली खुट्टा। त्यही हो यहाँबाट चाहिँ प्रवेश गर्नुभन्दा अगाडि चाहिँ यहाँ चाहिँ पानी छ होइन, यो पानीमा चाहिँ होइन खुट्टा चाहिँ भिजाउनु पर्ने हुन्छ। खुट्टा चाहिँ धोएर चाहिँ भित्र प्रवेश गर्न दिन्छ, नत्र चाहिँ दिँदैन। त्यही भएर चाहिँ मैले चाहिँ खुट्टा धुनुपर्ने हुन्छ। सो पानी यहाँ छ, यस अब चाहिँ यहाँबाट चाहिँ म प्रवेश गर्दैछु भित्र। भारतको पन्जाब राज्यको अमृतसर शहरमा अवस्थित यो हो गोल्डन टेम्पल। यसलाई स्वर्ण मन्दिरको नामले पनि चिन्ने गरिन्छ। सिख धर्म अवलम्बीहरूको सबैभन्दा ठुलो गुरुद्वारा समेत रहेको यस मन्दिरको बाहिरी भागमा 750 किलोग्राम सुनले बनेको छ भने यो गुरुद्वारा 400 साल पुरानो भए तापनि बीचबीचमा बनाउने भत्काउने काम चलिरहेको थियो। यहाँ आएर स्नान गर्दा आफूले चाहेको इच्छा पुरा हुने र लागेको रोग निको हुने धार्मिक विश्वास समेत रहेको छ। पानी एकदमै स्वच्छ पिउने लायकको र विभिन्न प्रकारका माछाहरू चाहिँ खेलेको देख्न सकिन्छ। यहाँ आएर घुम्ने भक्तजनहरूलाई 24 घण्टा खाना खाने निःशुल्क 3 दिनसम्म बस्ने सुविधा पनि रहेको छ। दिनमा 50,000 देखि 1 लाखसम्मका मानिसहरूले खाना खाने गर्छन्। विश्वको सबैभन्दा ठुलो निःशुल्क खाना खुवाउने किचन हो यो। अब म पनि लागे खाना खानको लागि। यसरी थाल बोकेर खाना चाहिँ एकदमै स्वादिष्ट। खानामा चाहिँ खिर, मिक्स दाल, चामल, रोटी चाहिँ मैले थपी खाएँ। गाइज मैले चाहिँ आज होइन जति पनि भिडियो चाहिँ सुट गरेको थिएँ होइन, त्यो सबै चाहिँ मैले डिलिट गर्नु पर्यो होइन, किनभने चाहिँ आफ्नो फेस देखाएर चाहिँ भ्लग गर्न चाहिँ पाइने रहन्छ भित्र चाहिँ होइन। त्यो आफ्नो नियम हुन्छ होइन, त्यही अनुसारको चाहिँ भिडियो चाहिँ मैले बनाएको थिएँ। तर भए पनि अब चेक गरेर सबै चाहिँ डिलिट गर्नु पर्यो लास्टमा चाहिँ होइन। अनि सो आज गोल्डन टेम्पल चाहिँ एकदम राम्रो भयो होइन। त्यही हो मेरो जो ब्याक साइडमा जो देख्नु भएको छ, ब्याक साइडको त्यो छ नि माथिको टुप्पा पनि त्यो सुन है, सुन त्यसको बारेमा चाहिँ थोरै एक्सप्लेन गरेर चाहिँ अलि राम्रो खालको भिडियो बनाऊँ भनेर चाहिँ मैले चाहिँ एकदम बनाउनु खोजिरहेको थिएँ, तर चाहिँ भने जस्तो भएन। त्यही हो एकदम राम्रो लाग्यो होइन यो। सो किप सपोर्ट, किप लभिङ। आजलाई यति नै। सो बाई बाई।